हेलो गाइस, नमस्ते गाइस, वेलकम टु माई च्यानल। योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले वाइल्ड लुप भन्ने एउटा लुपको बारेमा भनेको थिएँ, एक्सप्लेन गरेको थिएँ र त्यो युज गरेर एउटा मैले क्वेसन गरेको थिएँ, त्यो यो आई गेस। सो यसमा चाहिँ यसले चाहिँ के गर्छ भने यो हेलो वर्ल्डलाई 1000चोटि प्रिन्ट गर्छ होइन। यसको लजिक मैले पहिलाको भिडियोमा बुझाइसकेको छु, तर आज चाहिँ हामी यसको सिमिलर यो वाइल्डको सिमिलर एउटा लुप गर्न आइरहेको छ, त्यो चाहिँ डु वाइल्ड लुप होइन। सो वाइल्ड र डु वाइल्डमा फरक के छ त होइन। सो वाइल्ड भने चाहिँ एउटा एन्ट्री कन्ट्रोल लुप हो, जहाँ चाहिँ डु वाइल्ड चाहिँ एउटा एक्जिट कन्ट्रोल लुप हो। त्यसको मतलब के हो त, त्यो भने चाहिँ के हो भने यो वाइल्ड लुपमा चाहिँ होइन, यो वाइल्ड लुपभित्रको यो सबै कन्डिसन छ नि, यो कन्डिसन एक्जिक्युट गर्नलाई सबसे पहिला चाहिँ यो कन्डिसन छ नि, यो कन्डिसन ट्रु हुनैपर्छ। यदि कन्डिसन ट्रु छैन भने यो भित्रको कुराहरू एक्जिक्युट हुँदैन, जहाँ चाहिँ यो एन्ट्री कन्ट्रोल लुप हो। एन्ट्री गर्नुभन्दा अगाडि नै त्यो कन्डिसन ट्रु हुनुपर्छ क्या। तपाईँले अब त्यो कन्डिसन रिक्वायर्ड छैन, तपाईँको कुराहरू कन्डिसन रिक्वायर्ड छैन भने तपाईँले एन्ट्री नै गर्न पाउनु हुँदैन त्यो लुपभित्र होइन। जहाँ चाहिँ डु वाइल चाहिँ एक्जिट कन्ट्रोल लुप हो क्या। त्यसमा चाहिँ के हुन्छ भने तपाईँ भित्र पस्नुहुन्छ, भित्र पसेर यो सबै रन गर्नुहुन्छ, अनि लास्टमा चाहिँ तपाईँको कन्डिसन चेक हुन्छ। अब यदि कन्डिसन ट्रु छ भने तपाईँ फेरि यो गर्नुहुन्छ, कन्डिसन फल्स छ भने चाहिँ सक्यो होइन, तपाईँ यहाँबाट मुनि गएर रिटर्न 0 गर्नुहुन्छ। सो हल्का मैले सिन्ट्याक्स लेखेपछि बुझिन्छ होला। सो डु वाइल ट्र्याक भनेर लेख्छु, .c लेखिदिन्छु। यसमा म यतिकै साडो गरिदिन्छु, सर्टकट हो। सो यहाँ चाहिँ के गर्छु भने म डु वाइलको सिन्ट्याक्स इजिली यहाँ दिइहाल्छ मलाई VS कोडले। अनि एउटा एन भनेर म हेलो वर्ल्ड 5 चोटि प्रिन्ट गर्छु, यसमा पनि पछि 1000 चोटि गरौँला। सो हेलो वर्ल्ड प्रिन्ट गर्नुको लागि हिजो जे गरेको छु त्यही गर्ने हो। एनको भ्याल्यु एउटा स्पेसिफिक नम्बर राखिदिन्छु। अनि यसमा चाहिँ के छ भने डु छ, अनि सिधै यो ब्लक अफ कोड छ क्या। कम्पाइलर त पाली हेर्छ नि त, यो लाइन हेर्छ नि। सो यहाँ कन्डिसनै छैन क्या, कन्डिसन छैन, चुप लागेर एन्ट्री गर्छ क्या। एन्ट्रीमा तपाईँको गार्डै बसेको छैन क्या, यो गार्ड हो। एन्ट्रीमा तपाईँको गार्डै यहाँ बसेको छैन, वाइल यसमा चाहिँ एन्ट्रीमा गार्ड बसेको छ क्या। गार्डले तेरो आइडी कार्ड छ कि छैन भन्छ, आइडी कार्ड छ भने मात्र भित्र बस्न दिन्छ होइन। तर यो डु वाइलमा चाहिँ एन्ट्रीमा त गार्ड छैन, तर भित्र चाहिँ गार्ड छ क्या। भित्र गार्डहरूले तपाईँको आइडी यो सबै काम गर्नुहुन्छ, तपाईँ गएर होइन चोरी गर्नुहुन्छ, पढाइ गर्नुहुन्छ। लास्टमा चाहिँ के छ भने लास्टमा चाहिँ तपाईँको गार्डले हेर्छ होइन। अब एक्जिट गर्ने बेला क्या, स्कुल छोड्ने बेला गार्डले हेर्छ। अब तपाईँको आइडी कार्ड छ भने त तपाईँलाई फेरि भोलिपल्ट पस्न दिन्छ यहाँभित्र होइन। यदि तपाईँको आइडी कार्डै छैन भने भोलिपल्टबाट तपाईँको मुख हेरेर तपाईँलाई भगाइदिन्छ होइन। सो यहाँबाट जानै दिँदैन, भित्र बाहिर यहाँ अरू काम गर्न दिन्छ होइन, अरू लुपै भित्र बस्न दिँदैन होइन। सो लजिक भने चाहिँ त्यही हो। यसमा चाहिँ के हुन्छ भने जहाँ चाहिँ यो वाइलमा चाहिँ यदि कन्डिसन ट्रु छैन भने एकचोटि पनि यो कुरा भित्रको एक्जिक्युट हुँदैन। जहाँ चाहिँ डु वाइलमा चाहिँ यदि कन्डिसन ट्रु छैन भने नि मिनिमम चाहिँ एकचोटि त लुप एक्जिक्युट भएरै छोड्छ, लुपभित्रको यो कोड एक्जिक्युट भएरै छोड्छ। सो धेरै ढिलो नगरिकन अहिलेको यो नर्मल हेलो वर्ल्ड 5 चोटि प्रिन्ट गर्ने कोड लेख्दिउँ होइन। सो वाइल एन इज नट इक्वल्स टु 5 लेखौँ, 5 नहुनु जसमा मैले एक्सप्लेन गरेको थिएँ कि यो नट इक्वल्स टु 5 गन्छ, 5 चोटि हेलो वर्ल्ड प्रिन्ट भयो भने एन भने 5 हुन्छ। सो प्रिन्ट एफ गर्ने HELLO WORLD होल्ड। सो यो भयो। अब यहाँ अब के गर्नुपर्छ भने हाम्रो यो एउटा एकचोटि हेलो वर्ल्ड प्रिन्ट भयो, सो एन गर्ने होइन। सो एन मैले एन इक्वल्स टु n+1 गरेको थिएँ पहिला। सो यसपालि चाहिँ n++ गऱ्यो होइन। यो एन इक्वल्स टु n+1 र n++ दुइटै एउटै हो, दुइटैमा केही फरक भन्ने कुरा छैन होइन। सो n++ले के गर्छ, एनको भ्यालु बेला बेलामा बढाउँछ। सो पहिला 0 छ, एकचोटि हेलो वर्ल्ड प्रिन्ट भयो, एनले 1 गन्छ, 2 चोटि भयो 2 गन्छ, 3 चोटि भयो 3 गन्छ, 4 चोटि भयो 4 गर्छ, 5 चोटि भयो 5 गन्छ, मुनि एक्जिटमा आउँछ। अनि यहाँ एन इज नट इक्वल्स टु एन 5 नहुनु जेसम्म चल्छ नि त। अब एन अहिले त 5 भयो। सो एन 5 हुने बित्तिकै अब गार्डले भन्छ नआइज, अब आजदेखि नआइज, आजदेखि त सस्पेन्ड। सो यहाँबाट यहाँ बाहिर गएर यहाँ रिटर्न 0, यहाँ अरू केही छैन नि त, खाली छ, खाली केही मानिँदैन। सो रिटर्न 0मा जान्छ, रिटर्न 0बाट प्रोग्राम सक्यो हाम्रो होइन। सो द्याट्स द प्रोग्राम। अब रन गरौँ, चल्छ चल्दैन हेरौँ। हेलो वर्ल्ड प्रिन्ट गर। अब यहाँ मैले जहिले बिर्सिन्छु /n हाल्न, \n हाल्न जहिले बिर्सिन्छु नेक्स्ट लाइन गर्नलाई। सो यहाँ नेक्स्ट लाइन भयो, 1 2 3 4 5 चोटि गरेँ, 5 चोटि गरेपछि अब जति गर्दा नि हुन्छ। मैले जस्तै एन इज नट इक्वल्स टु यति गर्छु होइन।
यतिसम्म त मेमोरीले भ्याउँछ कि भ्याउँदैन होइन, भ्यायो अब यसले माथि सर्दा भ्याउँदैन, माथि यत्रो माथि पनि सकिँदैन, यो सकिँदैन, यति मात्र रहेछ मेरो मेमोरी, यत्रो पनि सकिँदैन ल। सो यतिचोटि प्रिन्ट गरेँ होइन, जति मलाई त्यतिचोटि प्रिन्ट गर्न मिल्छ, द्याट्स इट। थ्याङ्क यू फर यर टाइम गाइस। आजको लागि यति नै। अर्कोचोटि सायद म फर लुप भन्ने एउटा लुप एक्सप्लेन गर्छु। सो थ्याङ्क यू गाइस।